ल गाइस 1 किलो फापरको ढिँडो आज खाँदैछु म। यस्तो गरेर यस्तो कुराहरु मुकाउँदै नराख्नु अनि भोलिपर्सि अनि माइतमै बस्दा बस्दा अनि यो त के हैन अनि भोलिपर्सि ठुलो काममा मचाउला भक्तले कस्तो भनेको भन्न पर्दैन भेनाजुलाई भन्न पर्छ दिदी पनि कुरा लुकाउँदो रहेछ त्यही भएर नि झन् त्यसलाई हिम्मत आएको हिँड्नलाई भन्दैछ कुरा लुकाउँदैन जे हो त्यही भनि अनि भोलि अनि हो त्यस्तै गर्दाखेरि अनि नराम्रो काम गर्यो भने थाहा हुन्छ बोला हिँड्नुहोस् मरे मर्छु बोल भनेर साइड लाउनु थियो मोबाइल नदिनु बाबा भन्छु मात्र म छ्यामाले त सबै बाबालाई कुरा लगाइदिन्छु भने नभएको लगाइदिन्छु भने जेसुकै भन्नु न यो मोबाइल जसरी यहाँ जसरी तेरो हातमा हुनु भएन अरे भन्नु मेरो त फोनै रोकिन त्यसको नौटाङ्गी हो फेरि बिगाडी चलाउँछु यस्तो भनेर अनि त्यसपछि फेरि राख्छु भन्ने सोचिरह होला त्यसले अस्तिको जस्तै अस्ति नै साइड लाउनु पर्छ त्यो मोबाइल आज एक दिनमा गर्दैन होला दिनदिनै गर्नु हुन्छ गर्छ फोन ल साग होला साग भयो एक मुठी जस्तो पठाइदिनु छैन पानी पर्ने चाहिँ यहाँ हेर्नु धेरै खाएको हेर्ने एउटा ल्याउ मुकबाङ कोदोको पिठो त छैन होला अब सिध्यो होला ओ सस छोडिदिनु ल अब त्यस्तै गर्नु है त्यस्तै गर्नु अब त्यसलाई किन नदिनु त्यसको हातमा चाहिँ फोन नदिनु फेरि त्यस्तो भने नमान्ने म त मिठो उसलाई त मिठो तरकारी नै चाहिँदैन अचार खा साग यस्तो छ अचार अनि यही खसीको खुट्टाको झोल बनाएको झोल तुर्लुङ्ग दाल जस्तो खान्छ न धेरै कोदोको पिठो माग्दिउँ अनि उता पिस्न गाह्रो भइरहेछ भोलि पर्सि ए तपाईँ आउँछ त त्यति बेला ल्याउनु अहिले बोक्दैन
आइसुदिन आफू होइन अनि होला नि 5 मिनेटको भिडियो भइसक्यो के छ र मन्दिरमा कुन मन्दिरमा ए गर्न जानु परिहाल्यो नि सबैजनाले ल ल ल भोलि आउने हो त्यसो भए फर्सी 6-7 फर्सी छैन फर्सी त्यहाँ छैन फर्सी छैन फर्सी फर्सी